हामी चाहिँ समला डाँडा होइन समला डाँडा हामी त्यही हिरोनीहरू अलिकति ढिलै हुन्छ निस्किनु खोलेको थियो क्या साह्रै खुट्टा गर्मी उतो भएर जुत्ता लगाउँदै हुन्छ लुगा लगाउँदै हुन्छ यता हिरोनीले चाहिँ ल फाइनल्ली झरेकै हो त ल लेज केटीहरू लेज लु जाउँ हामी अब जाउँ मिना बहिनीले चाहिँ बस्ने व्यवस्थापनको लागि मैले त फोटो सेसन पनि भइ पो सकिगएछ रठै नदेखिकन पो त लु जाउँ समला डाँडाको चिसो हावा खान आइपुग्यौँ हामी चाहिँ यो बर्को बोट यो बर्को बोट हामीले लेटाङबाट देख्ने बर्को बोट यही हो है के भएछ मारे सेम नि पिकअप चाहिँ माइजूकोमा लाउँदा नि तपाईँले भरे फोटो खिच्ने बेला आउँछ क्या ट्विन्स जस्तो क्या राम्रो छ नि यहाँ हावा सधैँ चिसै हो नि यहाँ जहिले चिसो यहाँ भलिबल पनि खेल भनेपछि यहाँको समयमा आयो भने भलिबल यहाँ खेलाउने हो यहाँ गर्नु यो थियो तपाईँ बनाउनु तपाईँको त्यो चौलो क्यामेरा पछाडि छैन गरिसक्नु भएको हो ल गाइस यो बोकेर आमै पछाडिकोले अरे यता पो जानुपर्ने हो ल है गाइस हामी चाहिँ फाइनल्ली अब आइपुग्यो आज समला डाँडा धेरै वर्षको प्लान पछाडि आजको प्लान चाहिँ हाम्रो सक्सेस जबरजस्ती बनाएको फेरि क्यान्सल भएको पनि है पानी पर्दा पनि हामी ल जडा कुदम गाडीमै छ नि केटीहरू चाहिँ खानपिन भन्दा पनि धेरै खालि मनोरञ्जन र फोटोमा मात्रै व्यस्त भएकोले गर्दा मासै छोडेर आइसक्यो अब यो गाडीमा के गर्नु अब मासै छोडेर आइसक्यो गाडीमा ल गाइजहरू सबै मनोरञ्जन गर्दै गर्नु है हामी चाहिँ दिएर आउँछौँ मासु खाने होइन भरे च्वाचेको ओए भरे चमाचम खानु पाउँदैन नि फेरि चमाचम ल हामी चाहिँ गयौँ हामीले फेरि मासु छोडेछौँ त्यही भएर अब मासु लिएर बनाउन दिइराखेर अनि फेरि आउने हो यो समला डाँडा चाहिँ घुम्नै आउनु पर्ने रहेछ है यस्तो राम्रो भ्यूहरू छ नि मासु छोडेर खत्तम केटीहरू हतार फोटो भिडियो बनाउन मात्रै ल धन्यवाद है भाइ हेरिदिनु अब हामी चाहिँ यो होटल के अरे समला होटल एन्ड लज होइन किराना पसल छ यहाँनिर चाहिँ हामी मासु बनाउन दिन्छौँ तपाईहरु सब्जी बनाइदिनु हुन्छ पोरको पनि हैन यो मासु बनाउन लागेको है पोल्ने नै होला हौ भाउजू टिप्नु त 97 46 42 46 42 ए 22 भरे आउनेलाई भन्यो अनि आयो अनि आउनु न त पैसा तिर्नु पर्दैन नि त हौ भाइ के खाने अरे के खानुहुन्छ अरे हजुरहरु अहिले त पाकिहाल्दैन अरे भरे अरे सोधिन मैले सब्जी छोडिदिराखेँ अहिले फोन गर्छ नि बनाइदिनु भनिरहेको छु ल जानु यतिकै गरिरहेको छु काट्दा हुन्छ नि त भरे हैन उयो केपिओलीले बनाएको त पनि देखिँदो रहेछ नि हैन 1.5 करोडको यो टेन्डर परेको यो गुन्दै झन्नै उडायो हाले फोटो खिचेर बियोस कोही खिच्न सकेकै छैन
भिडियो गर्ने के भन्नु र? व्यस्त हुन्छ अनि सल्लाह गरेर उकालो गयो म गएर त एकछिन बसिन्छ होला नि त त्यतिखेर फोटो खिच्नु टिकटक बनाउनु खाइँदैन त पानी खाइन्छ चिसो खाइन्छ कि मै खाने हो कि ए त्यो केपी ओलीले बनाएको ऊ पर कहाँ छ अरे गलिसकेको जुम जुम फुपू लु हिँड्नु माथि एकैचोटि जानु र कि अघि पछि गरौँ हौ कति धेरै हुसीहरू लागेको यस्तो यो चुचुरो माथि जानुपर्ने छ हामी चाहिँ भाइहरू चाहिँ त्यहाँ बनाउँदै हुनुहुन्छ हो ए निर्माण भइरहेको रहेछ यहाँ टावरको चाहिँ कम्प्लिट भइसकेको छैन त्यो खोलाहरू चाहिँ कहाँ कहाँको 2टा 3टा खोला 4टा खोला देखिन्छ त यो खोलाहरू होइन त यो देखिने सेतो सेतो हो फुपू त्यो खोलै हो नि खोला हो फोटो खिच्दैन आउँदैन रे सिक्नुपर्छ अनि आउँछ नि होइन भिडियो बनाउनुलाई आपत परेको होला नि फोटो त खिच्न के नआउनु अञ्जनालाई के अरे भन त के गर्दैछ अरे क्या राम्री जन्मिएछ दर्याम दर्याम होइन मकैबारी कर्याम कर्याम हरियो काँक्रो कर्याम कर्याम उपर आउने त्यो 2जना हाम्रो मिना बहिनीहरू कहिले यता आइपुग्ने होला नि टलपल टलपल गर्दै आउँदै हुनुहुन्छ छिटै लम्किँदै हुनुहुन्छ लु पर्वत चढौँ है पर्वत चढौँ ल आउनु होला यस्तो उकालोमा हिँड्नुपर्ने छ यो टावरमा चाहिँ बिहान आएर समलाका मान्छेहरू ओहोरदोहोर गऱ्यो भनेदेखि यहाँ उयो के अरे एक्सर्साइजै हुन्छ एकचोटि घटिन्छ स्वास्थ्य पनि रहन्छ हो यहाँ चाहिँ बिहान आएर ठिक्क यो माथि चढ्दा तल झर्दा एक्सर्साइज भइसक्ने रहेछ निर्माण भइरहेछ जे होस् हाम्रो लेटाङको समना यति राम्रो ठाउँ छ घुम्ने होइन हामी चाहिँ लेटाङ छोडेर कहाँ कहाँ पुगिरहेको हुन्छौँ हजारौँ रुपियाँ खर्च गरेर आफ्नै गाउँको वरिपरि यो समला डाँडा हेर्नु आउनु होला साथीहरू होइन त कति सौन्दर्यको राजहरू छ यो समलामा उहाँहरूले श्रमदान गरिरहनु भएको होला यो माई गड गले गले म चाहिँ अब गले थाके यो गजेरा गजेरा कसैले ए हुन्छ ओके श्रमदानहरू भइरहेछ यहाँ यस्तो चुचुरो रहेछ यार हामी त यस्तो धेरै श्रमदान गर्दै हुनुहुँदो रहेछ उहाँहरूले ए यहाँ चाहिँ गोलो एरिया बनाउनु आँट्नु भएको रहेछ यहाँ चाहिँ एरिया रहेछ अनि चिनिन्छ नि हो लेटाङबाट लेटाङ अनि खाना खाना छ नाम आमनङ दिखे ए हम्बर बोक्ने भाइ ए योगेन्द्र आमनङ दिखे ए ल योगेन्द्र ल अझै अब यहाँदेखि माथि त्यो टावर भएकोसम्म पुग्नु पर्ने छ हेर्नु है साथीहरू माथि पुगिसक्यो म यहाँ भरिया भएरै कुन्द्री बोकेर हिँड्दैछु अब लगभग माथि छुट्टीमा पुग्न आँट्यो गलेर थकित भइसक्यो ए हुपर्छ कतिखेर बजाउने हो बजाउँदै हिँडौँ न हौ बरु अहिले त्यहाँ टिकटक बनाउँदा होला नि मिठी रातोमा गलेर थकित भयो साथीहरू समला डाँडा घुम्न आएको पनि रहर पुरा भयो
त त्यो भ्यूहरू पनि हेर्नु न कस्तो राम्रो छ त त्यो माइजू अब स्वर्गभन्दा कम छैन रहेछ यो हाम्रो समला अलिकति उकालोमा कठिन भए पनि साह्रै रमणीय ठाउँ रहेछ अगाडि गर्थ्यौँ अगाडि जाउँ न पछाडि गर्दैछ किन मासतिर जानुपर्ने रहेछ यसरी लास्टै कस्तो छ भिड समला डाँडाको टावर हामी आइपुग्यौँ यस्तो पहिरो गएकै हो त यो ए यता पहिरो गएको यो भेल थियो कि समला डाँडाको टावरमा आएर बसिरहेछौँ हामी चाहिँ गलेर सबैको गाला रातो रातो भएको छन् साथीहरूको गल्यौ गल्नुभयो फुपू यहीँ बसौँ मान्छे योभन्दा टाढो यस्तै रहेछ अब यहीँ त अरे हामी चाहिँ आइसक्यौँ अब आधी साथीहरू आउनै बाँकी छ हुन्छ माइजू ओछ्याउनु यो बनाउनु त यो गुन्द्री ओछ्याउनु माइजू यहीँनिर बसौँ कुच्चो घारी तल भरे जाँदा एकछिन भनेर बनाउनु त्यतै तल यो ढुङ्गामाथि हुन्छ ल आउनु नि त हुन्छ